तस्मात् कारणवादेन क्षमस्य परमेश्वर ओम गतं पापं गतं दुःखं गतं दरिद्रमेव च अगातं सुख सम्पत्ति पुण्यात् क्या हेर न उसलाई बोला न हाम्रो रमेश के ल बोला बाई हेलो बाबा क्या रहता है खै त बोलेगा खै तिमीहरु अचेल त एउटा कपडा यति कपडा किन्दा 40 लाग्छ एक पिस त चाहिहाल्यो हैन साइलाइनको जनाउ भोलि पर्सि भिनाजु चाली अघि छ अरे फेरि 40 33% ल्याउन सक्छ भन न लाखको 33% मागेछि त भइहाल्यो नि अलि ठिकै त भन्नुभयो पुरै नबुझ्नु कहीं केही फरक छ भने गरे है हैन वार्ता मिलिसकेछ 4000 हो नि 5000 अरु बाइन्दा रहेछ बढिसक्यो खुसी भयो यसै नु ल हेऱ्यो आखेर लिएर त
ल त्यो हात लिइराख है जानु सफला सन्तो पूर्ण अगाडि त हातै लिएर राख अगाडि नै राख ल यहाँ अगाडि आउँदै छैन ल ए बाबु माथि उभिनु होइन माथि तिमी मङ्गलम मङ्गलायतन हरे तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव तदेव लक्ष्मी तदेव अब लिएर उता यसो डोर्याएर लगाएर ट्याक्सीमा राखिदियो नलिएर त एकदम चाहिँ स्वीकार गर्छ पाल्नेछु मेरो चाहिँ बस्यो भने यतै चाडको चाहिँ एउटै छोरी छ दुईटा छोरी तीनटा छ चाडा उताले फेरि अन्याय होला हाम्रो फेरि गुरुहरू गरेर त ल ठिकै छ यो छोइदिनुस् हजुर हजुर छोइदिनु पैसा टिप्ने होला नि ल हो त टिप्ने ल ल यो भयो अब यो सुन्नुहोस् बाबु हजुर चाहिने उहाँ ढोका गएर धर्मगाँठो पार्ने हो ल अब एउटा कुरा सुन्नु त जे टक्राउनुको त्यो मेरो लागि अमूल्य चिज हो त्यसको चाहिँ मूल्य छैन हस् ल ल ल सुहाउँदिन ल ल ढुक्क रहनुहोस् त्यसको केही छैन अब उहाँ धर्मगाँठो पार्ने भन्छन् तो अहिले त्यो काम मेजर होइन माइनर हो यो काम मेजर हो कि होइन यो एकतिर हो त्यही राख त बलियो गाँठो बाँध्दै बलियो हुन्छ नबलियो ल बेसरी हुन्छ क्या दिदी पारिहाल्नु न अब भइहाल्नु नि हुन्छ क्या त नजिकै चाहिन्छ भन्ने छैन ज्वाइँलाई भित्रै पुनिएर तान्दिनु ल है अब के दाइ हाम्रो सम्बन्ध त्यो गाँठो जस्तै बलियो होस् साना तिना कुराले नटुटोस् तिहार आउँदामा बहिनी मैतीलाई सम्झानु गरिब हामी छैन नि दाइजो ए आँसुलाई जानु तिजर तिहार आउँदामा बहिनी मैतीलाई सम्झानु गरिब हामी छैन नि दाइजो ए आँसुलाई जानु यो मुटु हाम्रो नौचिरा हुन्छ तिमीले रुँदामा
को बेलामा Yeah.
जान्नु रहेछ भाजुले पनि पैसा देखेको थिएन मैले भाजु त